नमस्ते टसी तेलेक मेरो नाम टसी पाल्साङ मलाई जोर्डन भनेर पनि बोलाउन सक्नुहुन्छ र यो भिडियोमा चाहिँ म तपाईहरुलाई टिबेटन अक्षर लेख्न र पढ्न सिकाउने छु त्यो पनि अब एकदम सुरुवातदेखि र राम्ररी हेरिदिनु होला यदि तपाईहरुलाई सिक्न मन छ र कसैलाई सिकाउन मन छ भने यो भिडियो देखाइदिनु होला है त धन्यवाद नमस्ते टसी तेलेक र आजको यस भिडियोमा म तपाईहरुले अब टिबेटन अक्षर पढ्न र बुझ्नमा सबैभन्दा महत्त्वपूर्ण भनेको पहिलो महत्त्वपूर्ण साल्जी सुम्चो भनिन्छ जुन चाहिँ यता छ जसलाई चाहिँ मैले यो भन्दा अघिल्लो भिडियोमा मैले देखाएको थिएँ हो या बुझाएको थिएँ र आजको यस भिडियोमा भने म तपाईहरुलाई दोस्रो महत्त्वपूर्ण जसलाई भनिन्छ याङशी हो चारवटा मात्रै अक्षरहरू छन् हो र जस्तै इंग्लिशमा हाम्रो वावल्स 5 वावल्स भनिन्छ है छ र अनि नेपालीमा अ आ इ ई है त्यो जस्तै गरेर टिबेटनमा याङशी भनिन्छ जसमा मात्र 4 वटा छ र त्यो भन्दा अगाडि चाहिँ म अघिल्लो भिडियोको जुन यो साल्जी सुम्चो कखगङ जस्तै एबीसीडी टिबेटनमा 30 वटा अक्षरहरू छन् यसलाई फेरि एकचोटी तपाईहरुलाई पढाएर मतलब पढेर बुझाउँछु अनि तपाईले ध्यान गरेर सुन्नु होला है त र अघि भने जस्तै यता चाहिँ हाम्रो साल्जी सुम्चो माने 30 वटा छ हो 30 वटा अक्षर अनि म यसलाई दुई चोटी गरेर पढ्छु राम्ररी सुन्नु होला है त का का खा खा गा गा nga nga cha 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 ja ja nya nya ta ta tha tha da da na na pa pa pha pha ba ba ma ma za za ca ca za za wa wa sha sha sa sa ha ha ya ya ra ra la la sha sha sa sa ha ha a a अब तपाईहरुले पढ्दा चाहिँ एक चोटी पढ्नु होला दुई चोटी पढ्नु पर्दैन मैले चाहिँ अब तपाईहरुले राम्ररी बुझोस् भनेर चाहिँ दुई चोटी पढेको है त हस् त अनि अब चाहिँ हामी सिक्ने छौं टिबेटन अक्षरमा सबैभन्दा महत्त्वपूर्ण दोस्रो महत्त्वपूर्ण भनेको याङशी टिबेटनमा याङशी भनिन्छ अब नेपालीमा लेख्दिएको छु हो याङशी इंग्लिशमा पनि याङशी है त अनि शी भनेको चाहिँ 4 है त 4 शी भनेको 4 र यो चाहिँ हो याङशी 1 2 3 4 वटा छ हो र यहाँ यो 4 वटाको आफ्नो आफ्नो नाम छ हो यसलाई भन्छ गिगु है त गिगु शाप्क्यु टेङबु नारो हो र यसलाई चाहिँ तपाईले यतिकै लेख्न सक्नुहुन्न यसलाई तपाईले त्यो जुन साल्जी सुम्चु छ नि कखगङ काखागाङ त्यसमध्ये जुनै शब्द भए पनि त्यससँग जोडेर चाहिँ तपाईले पढ्नु पर्ने हुनेछ र जस्तै यता मैले लेखेको छु आ साल्जे सुम्चु काखागाङ त्यसको सबभन्दा अन्तिमको अक्षर आ र यसलाई तपाईले पढ्नु हुनेछ आ गिगु इ आ शाप्क्यु उ आ टेङबो ए आ नारो ओ यसरी चाहिँ पढ्न सकिन्छ र अब तपाईले काखागाङ यानी साल्जे सुम्चुको पहिलो शब्द
यानी जुन चाहिँ का हो त्यसलाई त्यसमा लगाउनु भयो भने यसरी पढ्नु पर्छ का गिगु कि का स्याप्क्यु कु का ढेङ्बु के का नारो को र त्यसै गरी खा गिगु खि खा स्याप्क्यु खु खा ढेङ्बु खे खा नारो खो र त्यसै गरी गा गिगु घि गा स्याप्क्यु घु गा ढेङ्बु घे गा नारो घो यसै गरी तपाईले अब यो का खा खा भयो यसको पछिको शब्द अझै 27 वटा छ जुन चाहिँ nga चा छा झा nya त्यो सबैमा तपाईले यसरी गिगु स्याप्क्यु ढेङ्बु नारो यसरी जोडेर आफैले लेखेर पढेर अनि त्यसरी तपाईले सिक्न सक्नुहुनेछ है त र यो थियो टिबेटन अक्षरमा भएको दोस्रो सबैभन्दा महत्त्वपूर्ण अक्षर याङसी है त र फेरि पनि भिडियो हेर्दै गर्नु होला यसपछि म तेस्रो महत्त्वपूर्ण त्यसै गरी अब चौथो पाँचौं गरेर तपाईहरुलाई बुझाउने छु धन्यवाद